एकदमै ज्ञानी भएर मनलाई सासमा केन्द्रित गर्ने लामो सास लिने अनि लामो सास फेर्ने बिस्तारै दिने मन मनै म एकदमै राम्रो मान्छे हो मेरो मन एकदम सफा गर्छु फोहोर गर्दिनँ फोहोर गर्ने शरीरको धुलो ध्यान सक्ला तर मनको धुलो झुटो बोलेर चोरी गरेर झुली गरेर अर्कालाई पिटेर हानि गरेर कसैको सामान चोरेर यस्तो गर्यो भने मन फोहोर हुन्छ। यस्तो गर्यो भने फेरि मनलाई कुनै पनि पढाइमा ध्यान लाग्दैन। ध्यान राख्नको लागि पढाइमा ध्यान राख्नको लागि मनलाई चाहिँ एकदमै सफा राख्नुपर्छ। कुनै पनि मनले चोरी गर्यो भने मन एकैछिनमा डराउँछ, घबराउँछ, मुटु ढुकढुक ढुकढुक हुन थाल्छ अनि त्यो बेला फेरि पढाइमा ध्यान लाग्दैन, कुनै काममा पनि ध्यान लाग्दैन। ध्यानको बेला मन चाहिँ आँखा शान्त राख्ने, आँखा बन्दै राख्ने, आँखा बन्द राख्ने, आफूलाई मेरो साथीले के गरिरहेछ भनेर हेर्नु पर्दैन, आफ्नो ध्यान आफूले राख्ने हो भनेर सोच्ने। मन सफा रह्यो भने ध्यान एकदम राम्रो लाग्छ, पढाइ पनि एकदम फोकस हुन्छ, जे पढ्छ त्यो एकदमै सजिलो तरिकाले याद हुन्छ। त्यही भएर चाहिँ पढाइ सुरु गर्नुभन्दा अगाडि पनि एकछिन भए नि ध्यान गर्ने, 2 मिनट भए नि 5 मिनट भए पनि गर्ने। यस्तो ध्यान बस्ने बानी भयो भने मन कहिले पनि घबराउँदैन, अप्ठ्यारो पनि हुँदैन, कहिले पनि गाह्रो अवस्थामा पनि पर्दैन। जे मनमा आउँछ सजिलो तरिकाले चोरी गर्न मनमा लाग्यो भने छोड्दैन, रिस उठ्यो भने पनि रिस स्वभावले कसैलाई कुट्दैनौँ, पिट्दैनौँ, झगडा पनि गर्दैनौँ। रिस आइहाल्यो भने पनि रिस आएको रहेछ मेरो मनमा, अब त्यसलाई चाहिँ बिस्तारै थपाएर लामो सास लिने 10 चोटि अनि फेरि रिस जान्छ। त्यही बेला रिसाइ बोल्यो भने हुने, झगडा हुने सम्भावना हुन्छ। त्यही भएर चाहिँ रिसाएको बेलामा अपशब्द नबोल्ने, नराम्रो बोली नबोल्ने, यति कुरा चाहिँ ख्याल राख्नु। मन मनै एकदमै ध्यानी, शक्तिसम्म म मान्छे ज्ञानी छु, ज्ञानी रहन्छु, बस्छु र म कसैलाई पनि हानि गर्दिनँ, नोक्सानी गर्दिनँ भनेर सोच्ने। आफूले पढ्ने बेलामा आफ्नो छेउको मान्छेलाई टोक्यो भने, कुटपिट गर्यो भने, भोच्यो भने अर्काको ध्यान बिग्रिन्छ र त्यसले गर्दा अकुशल हुन्छ। आफू त राम्रो भइँदैन, अर्काको पनि नराम्रो हुने डरमा आफूलाई लागि भइन्छ, त्यसले गर्दा नराम्रो हुन्छ। त्यही भएर चाहिँ सकेसम्म आफ्नो मन, आफ्नो ध्यान राख्ने, आफ्नो ध्यान राख्ने, मेरो मनमा के चलिरहेको छ, मेरो मन हिजोको चिन्ता छ कि आजको चिन्ता छ कि भइदिएको क्षणमा छ कि भोलिको कुरा सोचेर बसिरहेको छ, यो कुरा थाहा पाउने। अनि जे जस्तो विचार आउँछ आउन दिने, जान्छ फेरि जान दिने, पक्रेर नबस्ने। आफ्नो मनभित्र आएका कुनै पनि सुख पनि आउँछ जान्छ, खुसी पनि आउँछ फेरि जान्छ, दुःख पनि आउँछ फेरि जान्छ। त्यही भएर खुसी भएको बेला पनि नमातिने, दुःख भएको बेला पनि नआतिने, आउँछ जान्छ। कुनै बेला कहीँ पनि कुरा आएन भने पनि दुःख नमनाउने, फेरि आइहाल्छ नि, फेरि सिकिहाल्छ नि, फेरि गरिहाल्छ नि भनेर सोच्ने। आफू कहिले फेल भयो भने पनि स्वीकार्ने, आफूलाई अब आफ्नो मन मनै आफ्नो बुवा आमालाई एकदमै खुसी भएको देख, आफ्नै कल्पना गर, मेरो बुवा एकदमै खुसी हुनुहुन्छ, मेरो आमा एकदमै राम्रो हुनुहुन्छ, एकदमै खुसी भएको छ होला, म पढ्न आएको देखेर, म यहाँ पढिरहेको देखेर नपोक है जबरजस्ती, म यहाँ पढ्न आएको देखेर, म राम्रो भएको देखेर
मेरो बुद्धि पनि राम्रो भएको देखेर मेरो आमा बुवा एकदमै खुसी हुनुभएको भन्ने सोचेर बसेर एकदमै धन्यवाद दिनुहुन्छ। आफ्नो साथी पनि पढेको देखेर खुसी हो र है। अब एकछिन हात मिचेर अब आँखा खोला। पहिला सेक्ने त्यसपछि खोल्नु र थ्याङ्क यू भन सबजनालाई, साथीलाई धन्यवाद भन। एकछिन आफ्नो साथीलाई आफ्नो छेउ हेलो एकछिन शान्त हो, आफ्नो साथीलाई थ्याङ्क यू भन। थ्याङ्क यू।